आज हामी स्पर्म फ्रिजिङ अथवा स्पर्म बैंकिङको बारेमा कुरा गर्छौं। स्पर्म फ्रिजिङ भनेको के हो त भन्दाखेरि श्रीमान अथवा पुरुषले आफ्नो ब्रिए चाहिँ ल्याबमा जम्मा गर्नुहुन्छ र त्यो ब्रिएलाई चाहिँ हामीले प्रोसेस गरेर राम्रो स्पर्म्सहरु छानेर त्यसलाई स्पेशल फ्रिजिङ मिडियामा राखेर चाहिँ हामीले कल्चर गर्छौं र फ्रिज गरेर राख्छौं ताकि भविष्यमा चाहिएको खण्डमा प्रयोग गर्न सक्छौं। स्पर्म फ्रिजिङ कसले गर्दा फाइदा हुन्छ भन्दाखेरि नम्बर 1 पेशेन्ट जो चाहिँ आफ्नो टेस्टिकुलर सर्जरी हैन जसको हर्नियाको सर्जरी अथवा भेरिकोसिलको सर्जरी अथवा उपचार गर्दै हुनुहुन्छ भने उहाँहरूले चाहिँ आफ्नो ब्रिए फ्रिज गरेर राख्न सक्नुहुन्छ। दोस्रोमा जो पेशेन्टले क्यान्सरको ट्रिटमेन्ट लिन गइराख्नु भएको छ रेडियोथेरापी केमोथेरापी हैन यो ट्रिटमेन्ट लिनु भन्दा अगाडि चाहिँ आफ्नो ब्रिए फ्रिज गरेर राख्नु भयो भने चाहिँ फाइदाजनक हुनेछ। तेस्रो चाहिँ जो श्रीमान अथवा पुरुष आफ्नो परिवार छोडेर विदेश जाँदै हुनुहुन्छ अथवा आफ्नो ठाउँ छोडेर आफ्नो अर्को ठाउँ जाँदै हुनुहुन्छ कामको लागि भने उहाँहरूले चाहिँ यदि फ्यामिली प्लान गरिराख्नु भएको छ भने आफ्नो ब्रिए चाहिँ फ्रिज गरेर राख्न सक्नुहुन्छ र उहाँहरूको एब्सेन्समा पनि उहाँहरू नभएको खण्डमा उहाँकै ब्रिएलाई लिएर हामीले श्रीमतीलाई उपचार गर्न सक्छौं।